यो हो जर्मनी, युरोपको सबैभन्दा पावरफुल र डेभलप मुलुक। यसको टोटल एरिया लगभग 3,57,000 स्क्वायर किलोमिटर रहेको छ। यसको पपुलेसनको कुरा गर्ने हो भने 8 करोड रहेको छ। जर्मनी दुनियाँको उच्चतम मुलुकबाट हो जहाँ एजुकेसन भने अलमोस्ट फ्री छ। युनिभर्सिटीहरू पनि पुरै दुनियाँको लागि ओपन छ। जर्मनीको टोटल जीडीपी लगभग $4.7 ट्रिलियन रहेको छ, अर्थात् जर्मन युरोपको सबैभन्दा धेरै इकोनोमी हो। यहाँको मानिसहरूको एभ्री इयर पर क्यापेसिटी इन्कम $56,000 सम्म छ। यानी जर्मनीको एउटा मानिस वर्षभरिमा $56,000 कमाउने गर्छ। जर्मनीको नेसनालिटी पाउनलाई तपाईलाई कम से कम 8 वर्ष लिगल तरिकाले बस्नु पर्ने हुन्छ। आज जर्मनीको टोटल डिफेन्स बजेट 2025 मा $66 लाख बिलियन रहेको छ र यो देशसँग 1,80,000 एक्टिभिटी सोल्जर छ। के तपाईलाई यहाँ जाने मौका मिल्यो भने जान चाहनुहुन्छ त?